हेलो गाइज, वेलकम टु माई ब्लग। सबैजनालाई मेरो ब्लगमा स्वागत छ। सबैजनाले मलाई सपोर्ट गर्नुहुन्छ भन्ने आशा गर्दछु, गरिरहनु भएको पनि छ। आज चाहिँ हामी पशुपति टेम्पल घुम्न गएको भ्रमण गर्दैछौँ। यो चाहिँ यहाँ विभिन्न प्रकारका मन्दिरहरू रहेका छन्, हजुरहरूले देख्न सक्नुहुनेछ। यहाँ पनि अरू मन्दिरहरू देखिरहेको छ, साना मन्दिरहरू टन्नै रहेको छ। भगवानको मूर्तिहरू पनि देख्न सक्नुहुनेछ हजुरहरूले। त्यहाँ बाँदर अथवा हनुमानको सेना पनि भनिन्छ। बाँदरहरू हनुमानको सेनाहरू पनि देख्न सक्नुहुनेछ। हामी चाहिँ माथि मन्दिरमा आइपुगिसकेका छौँ। यहाँ विभिन्न देवताहरूको मन्दिर रहेको छ। यहाँ महादेव भगवानको लिङ्ग पनि देख्न सक्नुहुनेछ। यहाँ महादेव भगवानको फोटो हो अथवा पेन्टिङ देख्न सक्नुहुनेछ। त्यहाँ साइडमा पनि मन्दिर रहेको छ, उतै पनि मन्दिरै हो। अब चाहिँ हामी एउटा ठुलो ग्राउन्ड छ, त्यहाँ मन्दिर पनि रहेको छ। त्यहाँ मन्दिर पनि देख्नुहुन्छ। अब चाहिँ काठमाडौँ भ्यालीको भ्यू देख्न सक्नुहुनेछ। भ्यू पुरै देखाएको छु। हामी चाहिँ अब फर्किएको, सबै अन्तिमसम्म पुग्यो, अनि त्यही भएर फर्किएको। पुरै भिडियो बनाउन पाइनँ यसको पनि, त्यही भएर माफी चाहन्छु। यहाँ चाहिँ मन्दिर के अरे खोलाहरू छ, मान्छे पनि पुग्नुहुन्छ। यहाँ राम मन्दिर भयो, त्यहाँ चाहिँ हनुमानको रूपमा एकजना व्यक्ति रहनुभएको छ। विभिन्न देशबाट पनि व्यक्तिहरू आउनुभएको छ। पुरै भिड छ, किनकि हाम्रो नेपालको नेपाल धर्मावलम्बी देश पनि हो नि त। धर्मको लागि आउनुभएको छ। त्यहाँभित्र पनि घुम्ने ठाउँ छ। हामी चाहिँ त्यता गइएन, जुत्ता पकाउन अलि लाएर। म चाहिँ यहाँ त्यो नामवाला ब्लासेट बनाउनको लागि यहाँ बनाउन लागिरहेका थियौँ, त्यही भएर एकछिन रोकिएको। अब चाहिँ हामीले भ्याएर हिँडिसकेको छौँ। हामी हिँड्दैछौँ अहिले चाहिँ। हामी चाहिँ गेटनिर आइपुगिसकेका छौँ। अब चाहिँ ट्याक्सीको रेकर्ड पठाउ गरिरहेका छौँ ट्याक्सीको, त्यही भएर अलिक कुर्दैछौँ। ट्याक्सी पनि आइसक्यो, हामी ट्याक्सीमा चढिसक्यौँ गाइज। अब चाहिँ हजुरहरूले बाहिर देख्न सक्नुहुनेछ। हामी चाहिँ अहिले बसन्तपुर जाने प्लान भयो, सल्लाह भयो। हामी चाहिँ अहिले बसन्तपुर जाँदै, अहिले चाहिँ हामी बसन्तपुर आइसकेको छौँ गाइज। बसन्तपुर देख्न सक्नुहुनेछ हजुरहरूले पनि। यहाँ पनि लास्ट भिड थियो, त्यो चाहिँ महल दरबार पनि भनौँ। दरबार पनि देख्न सक्नुहुनेछ। यता अर्को अपोजिट साइडमा चाहिँ त्यहाँ व्यापार गरिरहनु भएको छ। खुकुरी मालाहरू बेच्ने ठाउँ बेच्ने गरिएको छ त्यहाँ। यो चाहिँ दरबार भयो। यहाँ चाहिँ कुमारी, यो हल्का भित्रपट्टि चाहिँ कुमारी राखिएको छ। कुमारी चाहिँ नेवारको छोरी अथवा नेवार जातिको मानिसको बनाइएको हुन्छ। अब ठुल्ठुला मन्दिरहरू पनि देख्न सक्नुहुनेछ। मानिसहरू पनि टन्नै हुनुहुन्छ।
मैले समयको ख्याल गरेर लामो भिडियो बनाउन सकिनँ, माफ गर्नुहोला। अब चाहिँ हामी फर्किसकेको भिडियो बनाएको छु। त्यहाँ काली माता देख्न सक्नुहुनेछ, काली माताको फोटो त्यहाँ धेरै भिड रहेको छ। यहाँ पानी देख्न सक्नुहुनेछ, काली माताकै हो त्यो पनि। अब हामी चाहिँ गेटनिर आइपुगिसकेको, ट्याक्सी कुदै ट्याक्सीमा आइसक्यौँ। धन्यवाद सबैजनालाई हेरिदिनु भएकोमा। लाइक कमेन्ट